गाइस म चाहिँ हजुरहरूलाई यो वृन्दावनको टुर गराउँदैछु आज है। नयाँ वृन्दावन गौशाला सबैभन्दा ठुलो स्ट्याचु हो। हेलो गाइस, वेलकम टु माई सिस्टर युट्युब च्यानल। हामी चाहिँ फेरि इभिनिङ वक गर्न गइरहेको छौँ। हेल्थ मेन्टेन के मेन्टेन हेल्थ एउटा ह्यान्ड मेन्टेन मेरो दिदीको चाहिँ नदेखा नै लाज मर्को मेरो दिदी हो उहाँ चाहिँ म भन्दा अलिक अब त्यहाँ गएर अलिक हाइट बढाउनु पर्छ। हामी चाहिँ गौशाला अबाउट हाइट अबाउट फेस अल्सो हामी चाहिँ अब गौशाला वृन्दावन जान आँटिरहेको छौँ। यहाँ हाम्रो घरदेखि नजिकै छ। इभिनिङ वकको लागि एकदम पर्फेक्ट ठाउँ, पिसफुल एन्ड के भन्नु पोजिटिभ कृष्ण वृन्दावन गौशाला वृन्दावन गौशाला त्यस्तै हो। हामी चाहिँ अब हामी डाइरेक्ट त्यही पुगेर तपाईँलाई फाइनल्ली गाइस हामी चाहिँ वृन्दावन आइसकेको छौँ। गौशाला गौशाला वृन्दावन एउटै हो, बुझ्नु न मिलाएर है। अब चाहिँ यहाँ हामी एकछिन डाउन मार्ने, एकछिन वर्कआउट गर्ने, त्यसपछि हामी घर जाने। वर्कआउट गर्न मन्दिर आउँछ मान्छे। हामीलाई चाहिँ एकदम शान्ति चाहिएको थियो क्या, त्यही भएर हामी चाहिँ मन्दिर मलाई चाहिँ यो मन्दिरको जुन आरती मलाई चाहिँ यो मन्दिरको आरतीको टाइममा जुन शङ्ख बजाउँछ नि एकदमै मनपर्छ क्या। एकदमै राम्रो खालको साउन्डमा बजाउनुहुन्छ, आनन्द लाग्छ कि त्यस्तो त्यस्तो शङ्ख मैले कहीँ सुनेकै थिइनँ जस्तै लागिरहेको हुन्छ। मलाई कस्तो मनपर्छ यहाँको आरतीहरू, यहाँको घन्टीको अनि के भन्छ शङ्खको आवाजहरू। यो चाहिँ गौशाला वृन्दावन। यहाँ चाहिँ मेरो दिदी, सबको दिदी, हाम्रो दिदी अङ्किता दिदी। यो भनेको चाहिँ हामी पहिला तिहारमा डान्स गर्दाखेरि नि गाइस एउटा नकुल दाई भन्ने हुनुहुन्थ्यो कि, उहाँले नै पुरा सबको दिदी, हाम्रो दिदी, अङ्किता दिदी भनेर एकदम फेमस गरिदिनु भएको थियो उहाँलाई। अङ्किता दिदी साँझको टाइममा चाहिँ एकदमै लाइटिङहरू बलेर हुन्छ। केही मान्छेहरू पनि आउनु भएको छ, सायद यहाँ मन्दिरमा केही इभेन्टहरू होला, त्यही भएर ए मन्दिरमा कसैको सायद मन्दिरमा चाहिँ कसैको बिहे थियो होला, त्यही भएर एकदमै राम्रो डेकोरेसन छ। मान्छेको चहल पहल एकदमै धेरै छ होइन। म तपाईँहरूलाई यो हाम्रो नेपालको सबैभन्दा ठुलो गाईको स्ट्याचु छ यहाँनिर, यहाँ हेर्नुहोस् है। अलिक अनुहार चाहिँ छोप्छ। यो चाहिँ एकदमै ठुलो स्ट्याचु छ। यो रहेको छ हाम्रो गौशालाको मन्दिर। हामी चाहिँ मन्दिरमा एन्ट्री गरिसकेको छौँ। अब चाहिँ हामी एकछिन डाउन मार्ने, त्यसपछि हामी गइसक्यौँ। उहाँ चाहिँ दिदीको गुरु, हाम्रो तुलसी गुरु हुनुहुन्छ, दिदीको साथी अथवा गुरु भनौँ न हुनुहुन्छ। यो टाइम चाहिँ मन्दिरको आरती हुने बेला भएको हो, त्यही भएर हामी चाहिँ अब आरती हेर्ने, त्यसपछि हामी जाने। म हजुरहरूलाई एउटा चिज देखाउँछु ल। यो भनेको यो जुन सानो सानो मन्दिरहरू छ नि, यो भनेको हाम्रो जातीय अनुसारको ऋषिहरूको उयो हो क्या। भन्न पनि आएन मलाई, सबै जातहरूको फाल्टै फाल्टै ऋषि हुँदो रहेछ कि। अनि म चाहिँ चौधरी थारू भए भएर मेरो चाहिँ कौश्यप ओइ नजा अँध्यारो भयो। बाई गाइस, अब हाम्रो वर्कआउट पनि सक्यो, हामीले इन्जोय पनि गऱ्यौँ। मन्दिरमा एकदमै शान्ति छ। पर सुटिङ हुँदैछ चिरञ्जीवी भव अरे न्यू नेपाली मुभी, कृपया गाइजहरूले हेरिदिनु होला। अब चाहिँ अँध्यारो भयो, घरतिर जाने। Bye, see you soon. Please subscribe our channel and comment, share.